हाम्रो शरीर तीनवटा दोषबाट बनेको हुन्छ, वात, पित्त र कफ। यो त्रिदोषलाई सम गर्नुपर्ने हुन्छ। त्रिदोष शरीरमा घटबड हुन नदिनका लागि हामीले केही टिप्सहरू अपनाउनु पर्ने हुन्छ। जस्तो सबैभन्दा घातक हाम्रो शरीरमा वात प्रवृत्ति बढ्यो भने 80-90 प्रकारका रोगहरू हाम्रो शरीरमा लाग्ने गर्दछन्। यसकारण त्यसलाई बढ्न नदिनका लागि सिम्पल टिप्सहरू हामीले अपनाउनु पर्ने हुन्छ। नम्बर 1 हामीले स्नान, नम्बर 2 मा एक्युप्रेसर पोइन्ट छ, त्यसपछि आहार आउँछ, त्यसपछि व्यायाममा अब योग अभ्यासहरू हामीले एकदमै पसिना निकाल्ने टाइपका व्यायामहरू हामीले गर्नुपर्ने हुन्छ र त्यसपछि प्राणायाम। र स्नानलाई हामीले कसरी लिने भने हप्तामा 1 पटक, बढीमा 2 पटक मात्रै हामीले स्नान गर्नुपर्ने हुन्छ। त्यो पनि बाहिरको वातावरण तातो भइसकेपछि अर्थात् सूर्योदयपछि मात्रै हामीले नुहाउने गर्नुपर्दछ। वात रोगीले कहिले पनि दिनहुँ नुहाउनु हुँदैन, त्यो पनि बिहानको समयमा स्नान गर्नु हुँदैन, त्यसले झन् वात बढ्दै जान्छ। यदि यहाँहरूको ननुहाइकन देवी देवताको पूजा हुँदैन भने छोडिदिनुहोस्। देवी देवताको पूजा गर्न लागि पञ्च स्नान गर्नुहोस्, हात गोडा मुख धोएर पूजा गर्ने। तर वात रोगीले 1 नम्बरमा नुहाउने कुरामा ध्यान दिनु भएन भने जतिसुकै औषधि खानुहोस् त्यसलाई हामीले कम गर्न सक्दैनौँ, कम या बढी सम राख्न सक्दैनौँ है। यसकारण 1 नम्बरमा स्नानलाई नै लिनेछौँ। 2 नम्बरमा हामीले एक्युप्रेसर पोइन्टहरू छ, यो पुरै नाडीहरू यसरी पुरै मसाज गर्ने, पछाडिको यो भागहरू पुरै यसरी मसाज गर्ने, जम्मै अनुहारको मसाज गर्ने एकदमै हैन। स्नान गर्दाखेरि यो भित्रको कानको भित्रहरूको पोइन्टहरू पुरै मसाज गर्ने र यो औँला, ठ्याक्कै यो औँला चोर औँला, यसको यहाँनिर मजाले खुब माड्ने। फुर्सदको समयमा दुईटै औँलाको प्रयोग गर्न सक्छौँ। यो माड्नु भन्दा पनि अझ पेपर टेपमा मसुरोको दानाहरू औँठी जस्तो बनाएर मजाले टाँसिदिनु भयो भने त्यसले कभर गर्छ राति सुत्ने बेलामा, या दिउँसो भन्दा पनि रातिको समय अझ राम्रो मानिन्छ। यसरी माड्न सक्छौँ हामी वात रोगीले। र वात रोग यदि बढ्यो, वात प्रवृत्ति यदि बढ्यो भने पुरै शरीर जता छ त्यतै दुख्ने हुन्छ, एकदमै पुरै पीडा शरीरमा, जहाँ छ त्यहीँ दुख्ने, शरीर एकदमै सुक्खा, छाला पुरै ड्राई देखिने, कपाल झुर्री पर्ने, अनि निन्द्रा जति सुते पनि नपुग्ने, एकदमै हाई आउने, दिनभरि आँखाबाट आँसु आइराख्ने, राति निन्द्रा नै नलाग्ने, त्यस्तो हुन्छ कि एकदमै। र शरीर एकदमै पातलो, जन्मजात यदि गोरु छ भने पनि वात प्रवृत्ति बढ्यो भने पुरै छाला कालो हुँदै जान्छ र शरीर एकदमै पातलो हुँदै जान्छ वात प्रवृत्ति बढ्यो भने। वात प्रवृत्ति बढ्यो भने 80-90 प्रकारका रोगहरू लाग्छन् हाम्रो शरीरमा, जसमध्ये सबैभन्दा घातक भनेको त अर्थराइटिस। अर्थराइटिसले त पुरै शरीरका अङ्गहरू नै भङ्ग गरिदिन्छ, एकदमै बाङ्गो टेढो मेढो बनाइदिन्छ। यसकारण वात प्रवृत्तिबाट जोगिनका लागि एउटै उपाय हो दिनहुँ स्नान नगर्ने, नुहाउने काम हप्तामा 1 पटक मात्रै गर्ने। वात रोग, वात प्रवृत्ति जहिले पनि गर्मी अर्थात् बर्सातको समयमा बढ्ने गर्दछ। यसकारण हामीले बर्सातमा जहिले पनि एकदमै तराईमा छौँ भने सधैँ बिहान बेलुकै नुहाउने गरिदिन्छौँ। त्यसले गर्दाखेरि त्यो वात त्यति बेला बढिराखेको हुन्छ अनि चिसो समयमा आएर पुरै जिउ असह्य पाराले दुख्ने गर्दछ। यसकारण वात प्रवृत्ति यदि छ, जुन मैले भनेको लक्षण यहाँहरूको शरीरमा देखिराखेको छ भने नाङ्गो गोडा सिमेन्टमा नहिँड्नु होला। वात प्रवृत्तिका तातो, कम्मरभन्दा मुनि हमेसा तातो लुगा प्रयोग गर्ने, तातो लगाइराख्ने है। र गर्मी समयमा गर्मी ठाउँमा तराईमा हुनुहुन्छ भने एकदमै कन्ट्रोल गर्ने, आफूलाई धेरै नुहाउने काम नगर्ने, बरु अरू अन्य कारणहरूले आफूलाई शीतलता दिने हैन, तर नुहाएर शीतलता नदिने। र हप्तामा सक्नुहुन्छ भने 2 पटक नभए 1 पटक त तिलको तेल मजाले मसाज गरिदिने,